तपाईहरुलाई फेरि पनि स्वागत छ। म सन्तोष बोहरा। तर हाम्रो पोडकास्टको विशेष पात्र हुनुहुन्छ धरानका माननीय हर्क साङपाङ। स्वागत छ माननीयज्यू। धन्यवाद तपाईलाई पनि। यस्ता नाथे स्वागत त कतिले गर्नुभयो, कतिले गर्यो हो, फेरि तपाई पनि उही स्वागत भन्नुहुन्छ। अलि मोरालिटी चेन्ज गर न हो। ठिक छ माननीयज्यू, तपाईको दिनचर्या कसरी बितिरहेछ भनिदिनु न जनतालाई। दिनचर्या त के हुनु, यस्तै सुकुम्बासीको हेरफेर गर्दै श्रमदान गर्दै दिनहरू बितिरहेको छ भनौँ। म त काम गर्ने मान्छे पो हो त, यो रवि बालेन जस्तो हो, र मलाई यस्ता नाथीहरूसँग कम्पेयर नगर्दा हुन्छ। फेरि तपाईमाथि पनि त धेरै आरोप लागेको छ नि माननीयज्यू, जस्तै क्युआरए फुकाइने, दिमाग नहुने, हर्के हलदार जस्ता धेरै आरोप लगाउनुहुन्छ नि। तपाई के भन्नुहुन्छ पब्लिकलाई? पब्लिकलाई त के भन्ने हो, बरु मेरो विपक्षी पार्टीको मान्छेहरू भन्छ होला हर्के हलदार पास्टर अरू के भन्छ नि। अब यिनीहरूको पछाडि लाग्नु त भएन नि मैले। तर पब्लिकको पछाडि चाहिँ लाग्नु भएन। तर माननीयज्यू, तपाईँ आजकल यति किन छाडा हुनुभएको? पहिला त हामीलाई नै ठिकै लाग्थ्यो, आजकल के भएको तपाईँलाई? कहाँ म जस्तो काम गर्ने मान्छेलाई छाडा भन्नुहुन्छ? तपाईँ पनि त्यस्ता नाथे कुरा नगर्नु न सन्तोषजी। अझै मैले नेपालको लागि कति काम गर्न बाँकी छ। हाम्रो पोडकास्ट आज यहाँ अन्त्य गर्छौँ। सुन्नु भएकोमा धेरै धेरै धन्यवाद। धन्यवाद माननीयज्यू, अझै कार्यकालको शुभकामना छ। तर मेरो पोडकास्ट हेर्नुहुने सबैले मेरो फेसबुकलाई फलो र युट्युबलाई सब्सक्राइब गर्न नभुल्नुहोला। धन्यवाद।